Good morning, guys. Welcome to my YouTube channel. आज चाहिँ guys म बिहान कता जाँदैछु गेस गर्न सक्नुहुन्छ। आज चाहिँ हाम्रो केटीएम बनेपा सोरुमबाट चाहिँ छोटो सर्ट राइड एरेन्ज भएको रहेछ। मैले हिजो बेलुका मात्र थाहा पाएँ अनि साथीले इन्भाइट गरेको थियो। अनि I'm gonna go to Banipa first, guys. Then I will keep posting, keep updating you guys, okay? Haha. म चाहिँ अहिले ठ्याक्क भक्तपुरबाट घरबाट ठ्याक्क बिहान हेर्नु न घाम पनि कस्तो मजाको यस्तो हुन्छ नि, त्यो सनसेट जस्तै भइरहेछ। तर यो सनराइज हो है, दिस इज सनराइज गाइस। यु क्यान इन्जोय द सनराइज हियर। यहाँबाट म माथि जान्छु। देन म बनेपा पुगेर हजुरहरूलाई अपडेट गर्छु होइन। हेर्नु सक्नुहुन्छ कस्तो दामी सनसेट भएको छ यार। त्यो सनराइज भएको छ, सरी सनसेट। ठ्याक्क त्यो देख्छ नि त सनसेट जस्तै, त्यही भएर मुखमा ठ्याक्क सनसेट आइरहेछ क्या मेरो। म चाहिँ अहिले यो झौखेलबाट जानुपर्ने भयो किनकि सागाको रोड हल्का रफ धुलो बढी उठ्छ भनेर मैले चाहिँ नालाबाट जाने सोच गरेँ। तर यो बाटो पनि कस्तो पिच गरिसकेको रहेछ मलाई थाहा छैन। ए कुकुर नगरी त म चाहिँ ठ्याक्क 7 बजे पुग्नुपर्ने हुन्छ ठ्याक्क बनेपा। कस्तो राम्रो ठ्याक्क बङ्गाल जस्तो। म चाहिँ ठ्याक्क 7 बजे चाहिँ केटिएम सोरुम बनेपा पुग्नुपर्ने हुन्छ। लेट्स सी, अहिले 6:14 भएको छ। तर त्यस्तो 1 घन्टा त लाग्दैन होला किनकि दिस अर्ली मर्निङ 6:15 अनि त्यहाँ पुग्नको लागि आई थिङ्क 30 minutes 35 minutes फ्रम भक्तपुर। सो म हजुरहरूलाई त्यहाँ पुगेर टक्क त्यहाँ पुगेर अपडेट गर्नेछु हामी। आई थिङ्क वी आर गोइङ तिनधारे भन्ने सुनेको चाहिँ हो। लेट्स सी, अब तिनीहरू त्यहाँ एउटा ठाउँ हुन्छ जुन चाहिँ म अलिकति कन्फर्म छैन त्यसमा चाहिँ। लेट्स सी, आई विल अपडेट यु गाइस। सी यू। गाइस म चाहिँ अहिले नालातिर पुगेँ। यसमा 6:30 अझै 30 मिनट बाँकी छ। म यसरी पुग्छु अब त। त्यसै नाला चाहिँ म जान्छु। ओके, it's a Buddhist monastery, something like that. हजुरहरू एकचोटि घुम्न सक्नुहुनेछ एकदम राम्रो नालाको माथि सनराइज। We'll catch up with you guys in Banipa, in KTM showroom Banipa. Guys, check out the sunrise. It's pretty beautiful. It's pretty beautiful. And मलाई चाहिँ आज होइन लगभग कति पछि नै के इक्जाम्पल 5-6 वर्षपछि नै होइन राइड जान पाइराख्दाखेरि चाहिँ लाइक आई एम भेरी एक्साइटेड अर्ली दिस मर्निङ एन्ड इट्स gonna be crazy today. किनकि अब
धेरै पछि राइड गर्न पाएको भएर चाहिँ हामी आइरहे अनि हेरौँ हिजो फेरि लास्टै थाकेको छु कि आई लाइक जो म एउटा स्विमिङ गर्थेँ होइन अनि स्विमिङ गर्दाखेरि लगभग म अलमोस्ट दिनभरि जस्तो नै म स्विमिङ गरेको थिएँ क्या त्यही भएर ज्याक पनि लास्टै देखिरहेको छ फेरि आज नै राइड एरेन्ज भएको रहेछ सो ठिक छ तर मैले जिउसु बुटेको यताउता किन हुँदैन I'm coming to Baripa. You can't do that. What's the number one? Always same like Bandipur bike. Oh! Guys, finally I'm here in Banipa. म अलिकति छिटो आइपुगेको जस्तो लाग्यो इट्स 6:39 अनि म चाहिँ अहिले केटिएम सोरुम खोजिरहेको छु लेट्स सी कतातिर छ होला तिम्रो बाटो भनेको छु अगाडि जस्तो आयो it should be on highway I think Tindo Bato. Excuse me, guys. The Tindo Bato kota ho? Yeah, yo. Thank you. KTM showroom tha sa hazurle. Hazur. Yeah, dekhe. Thank you. ल गाइज मैले KTM showroom पनि भेटेँ म चाहिँ अब अझै almost 20 minutes बाँकी छ I will gonna drink tea, a cup of tea. See you guys, I will update you. As a ride Tindari, almost confirmed, and these are the adventure bikes and 200s. आज एकजना आउनु बाँकी छ लास्ट एउटा बाइक पनि आयो राइडरहरू छ किलो के भन्छ बकुण्डलमा हाम्रो एक साथ खान्छौँ हामीले अनि त्यसपछि चाहिँ अनि भ्यान्डुल हुँदै खड्गुल निस्केर पौडोलीसम्म चाहिँ हामी सँगै हुन्छ त्यसपछि हाम्रो दुईवटा रुट हुन्छ जेन र एडभेन्चरको हुन्छ एडभेन्चर चाहिँ कमै छ हाम्रो मार्सल आज यताउति केही पनि भएन र जेनमा मार्सल गर्नु हाम्रो बबिन सरले र आमाले भिजुन गऱ्यो त्यसपछि अनि हामी लन्च चाहिँ माथि किन्दारे गएर गर्छौँ त्यसपछि अनि बिस्तारै फोटोसोटो खिच्ने भिडियो खिच्ने त्यहाँपछि चाहिँ गरौँला अनि मेन गरी चाहिँ अब हामीले चाहिँ ब्रेकफास्ट र लन्च हामी आफैले गराउनु भएको भएर चाहिँ ब्रेकफास्टमा तपाईँले नर्मल पाउनु सक्नुहुन्छ अनि लन्च उतै हुन्छ त्यसमाथिको अब पाएको चुरुट जुसुस यता चाहिँ तपाईँको पर्सनल नै हुन्छ होइन त्यति चाहिँ याद गर्नु पऱ्यो लास्टमा अलिकति किचलो भएको थियो कुरामा पनि त्यो अहिले अगाडि भनेको छौँ नाइनास्ती नमान्नु होइन किनकि फर्स्ट राइड आउँदै हुन्छ कतिजना चाहिँ त्यही भएर चाहिँ अब हामी ढिला नर्नु सुरु गर्छौँ र सबजना मार्सल अगाडि अब हाम्रो जेनमा बबिन हुन्छ त्यसपछि हाम्रो आदर्श चाहिँ हुनुहुन्छ उहाँ चाहिँ हाम्रो हेड अफिसको हुनुहुन्छ होइन हेड जोडाउनु भएको छ नमस्ते र हाम्रो बबिन पनि हेड अफिसबाटै हुनुहुन्छ उहाँकै बनेपा है फेरि अर्को हुनुहुन्छ हाम्रो मेकानिक टेक्निसियन है हाम्रो केटिएम बनेपाको अनि अर्को अब हाम्रो दाइ हुनुहुन्छ एडभेन्चर वन्डर लस्ट बिस्ट भनेर चिन्नुहुन्छ है सबजना आफ्नो पहिचान बिस्तारै अब कोअर्डिनेट गर्नु सबैजना बिचमा गएपछि चाहिँ रमाइलो पनि भइ नै हाल्छ राइड गरौँ ओभरटेक चाहिँ नगरौँ मेन कुरो अब एडभेन्चरमा त मात्रै भएन अब एकजना अर्को दुईजना तीनजनाहरू चारजना पाँचजना लास्ट त 6जना एकजना आउँदा 7जना हुन्छ बाँकी जेन भएको कारणले गर्दा चाहिँ आनन्दले एकदम अब
मिलाएर चाहिँ हिँड्नु तपाईँहरू सबैजना अब कोही भिडियो खिच्ने कोही के हुन्छ प्लस बिचमा हाम्रो भिडियो सुट पनि हुन्छ त्यो चाहिँ अब जेनमा चाहिँ तपाईँको मजाले भिडियो सुट आउँछ एडभेन्चरमा चाहिँ हाम्रो आउँदैन त्यत्रो लाइनमा हिँड्नु पऱ्यो तपाईँहरू होइन अब केही तपाईँहरूलाई पऱ्यो केही बाइकलाई अप्ठ्यारो पऱ्यो भने चाहिँ रोड पछाडि हुन्छ रोकेर चाहिँ ओभरटेक गर्नु पऱ्यो भने चाहिँ 2 चोटि या 3 चोटि हर्न दिने गर्नु तपाईँहरूले पनि है अब कसैलाई वाकिटकी बिचमा चाहिन्छ भने चाहिँ हामीसँग छ युज गर्न सक्नुहुन्छ कोड 16 छ कसैलाई चाहिन्छ भने चाहिँ युज गर्दा पनि हुन्छ है अब ढिला नगरिकन निस्कुन लाइन अप ढिलो भयो This is the lineup, guys. First day, right to Tindare. खुट्टै नफाट्न सक्ने रहेछ Guys, we are gonna start right now. सबै लाइन अपमा छ अहिले
कहाँ पुग्यो यो आई थिङ्क धुलीखेल पुग्यो जस्तो लाग्यो यार हो कि के हो यो धुलीखेल त यति साह्रो आउनु नपर्ने हो मेरो विचारमा यो त पनौतीको रोड भयो नि होइन दिस इज द लाइन अफ गाइस पछाडि पनि छ हेरेर वी आर टोटल नम्बर अफ 15-20 जस्तो लागिरहेको छ मैले काउन्ट चाहिँ गरिनँ गाइस बस दिस राइड विल बी भेरी फन सो अगाडिको लाइनअपमा छ एडिबी एन्ड पछाडि छ 200 सिरिज short break for breakfast guys अब हामी फेरि ब्रेकफास्ट गर्छौँ अनि निस्किन्छौँ We're gonna start right first my adventure जानेवाला छ त्यसपछि 200 series जैसा खाइयो अब हामी निस्क्यौँ तिनधारे के भन्छ तिनधारे झर्नामा चाहिँ हामी नजाने भयौँ राइट टु डु राइट वा कस्तो राम्रो लाइन अफ देखेको यार
यताबाट जाने भन्ने फिक्स भइरहेछ
सब धुलै धुलो हावा पसेर त
बाटो बन्द भयो बाटो we have to turn guys, थोरै ड्रोन सटहरू लियौँ त्यसपछि we are continuing our ride थोरै टर्निङ थियो त्यो अगाडि त्यो क्लिप चाहिँ पाएन मैले किनकि स्टार्टै गरेको थिएन क्यामेरा त के भयो भन्दा टर्निङमा आइरहेको थियो झ्याप्प ब्रेक हाने केटाहरूले पछाडि ट्याङ्गा हालिदिरहेको के ल हामी एडिबी र 200 यहाँबाट छुट्यौँ हामी यताउता जान्थ्यो अफरोड धन्न मान्छेलाई चाहिँ केही भएन उनीहरू चाहिँ मेडिकल गएको छ मेडिकलबाट फर्किन्छ अनि त्यो बाटोमा भेट्छ होला
कहाँ पुग्यो केही थाहा छैन पुरा छ मजाले
हामी एक फोटोसुट हान्छौँ यहाँ आँखा धुलो पस्यो अगाडि बाटो बन्द छ धुलो त खतरा छ है अब लोक हामी अब सिधै तल जान्छौँ त्यहाँबाट चाहिँ अनि साइडमा लाग्ने जस्तो लाग्यो मलाई बाटो बन्दै रहेछ गाइस बाटो बन्दै रहेछ साइडमा धुलो त के हो ओ माई ट्रु लभ मजा आइरहेछ है गाइस मजा आइरहेछ राइड हान्नलाई खै कहाँ पुग्यो यार पहिला एकचोटि त आएको थिएँ म पहिला एकचोटि चाहिँ आएको हो एनएस बाइक हुँदाखेरि ओ माई गड कस्तो भिड भिड चाहिँ डेन्जर रहेछ है ल कहाँ पुग्यो यो गौतम बुद्ध गौतम बुद्ध हुनुहुन्छ गौतम बुद्ध
फुल आउँदैन नर्मलमा चमचम कस्तो रङ्गला ल 250 एडभेन्चर टोलीहरू पनि यता आइपुग्नु भएछ म त जान सक्दिनँ होला ओहो फुल कस्तो चिप्ले गएर माथि चढ माथि 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 लडे लडे एउटा माछा मर्यो है Press.
टाइम गयो गाइज रेस्ट इन पिस जा सिधै जा ओ माका हात दुखेर त
यहाँबाट राइटको बाटो चाहिँ बन्द छ अरे सो वी आर टेकिङ द अल्टरनेटिभ्स लेफ्ट जानेछौँ Adventure, adventure. We're almost डाँडा कट्न लाग्यौँ बाइक तातेर केही छैन कस्तो गनाइरहेछ यार टाइट Finally. सिनेमेटिक हैन ए तीनधारे वाटरफल अब ठ्याक्क यो डाँडा पछाडि हो जस्तो लाग्यो यहाँबाट चाहिँ हामी हिँड्दै जानुपर्ने हुन्छ
यहाँ ल्याउला बाटो कस्तो छ एडभेन्चर अब यहाँबाट चाहिँ ट्याकको हालत हुन्छ गएर चोप्लिने होला नि एकचोटि ल पुग्यो तिनधारे पुग्यो अब चाहिँ हामी खानासाना खाएर तिनधारे माथि डाँडातिर जानेछौँ हियर इज अ ग्याङ केटिएम ग्याङ कस्तो चिटिक्कको घर हो ल सेउ देयर माथि गएर भेट्छौँ फोन गरेको चाहिँ नि अनि अब हामी खानासाना खायौँ त्यहाँ दाइहरू खुट्टा दुख्यो भनेर बस्नु भएको छ हामी 8-9 जना चाहिँ हामी यहाँबाट निस्किन्छौँ माथि डाँडामा चढ्नको लागि यहाँ आइसकेपछि झरना त हेर्नै पर्यो हैन त्यही भएर अब ट्रेक जस्तै हुनेछ लगभग 25-30 मिनट्स वेलकम टु तिनधारे झरना कस्तो तल छ यहाँबाट त हेर्न सक्नुहुन्छ लास्टै गहिरो छ तल कस्तो दामी गाउँ पनि रहेछ ल माथि भेटौँ है क्या त गाइस फुल गियरमा छ यो हातले गर्नु पनि यो हात पऱ्यो क्या होइन अनि अप्ठ्यारो भयो क्या यो हातले यस्तो गर्नु पनि हातै उल्टो पऱ्यो अघि धन्न यहाँ बार चाहिँ राखिरहेको रहेछ यत्रो त होइन तर यो नेचुरल नै ठिक थियो हिँड्नु मजा आउँथ्यो क्या यो यस्तो यो बार हुन्छ सब भयो घरको थाक्यो गाइस त्यहाँ हेर्नु न आई लभ यु लेखेर छ ढुङ्गाको पानी पर्छ जस्तो छ यार उता त पानी परे जस्तो छ झरना त पुग्नु पर्छ डाँडा पछाडि आदि ग्याङ त्यहाँबाट आउँदैछ है टक्क यहाँ चाहिँ म्याराथन खाना लाउनु पर्ने हो क्या खाने पानी त होला नि है दाइ यो खतरा धारा रहेछ त्यही खोला क्या मान्छे लिएर आएको होला पाइपमा यत्रो ठुलो भाइ मुहानको पानी कुद्दिउँ न एकदमै
मजा आइरहेछ दाइ? कुन चाहिँ हिमाल चढेको हो ब्रो? कस्तो मजाको है? मस्त हावा चलिरहेछ। ल हेर्नु यहाँ अनि त्यति आएको त म पहिले मेरो हो नि कस्तो शीतल हावा आयो। पानी नै छैन। यहाँबाट जान नमिल्ने रहेछ। मान्छेहरू होला होला पानी भयो भने त एक स्विमिङ हानेर आउनुपर्छ। त्यहाँ एउटा रुखै ढलेछ यार है। ल गार्डन गुडुङ गऱ्यो है। अब पानी पऱ्यो भने चाहिँ झरनामा पानी आउँछ कि? अरू त हरायो त कस्तो मजा आइरहेछ अरे हिँड्न। कति पछि हिँड्न पाएर सर्ट ट्रेक गर्न चाहनुहुन्छ भने यो बाटो आउनु होला। अड्क्यो भने सुशान्त भट्टराई घर आएर के के हुन्छ नि चल मेरो गोडे टिके उठ्यो चुरुके निस्केर उयो डाँडा मनाउनु मस्तको पसिना आयो यार। कार्डियो भइरहला जिम्माले
ल मसरुम पनि रहेछ टोइलेट भन टोइलेट मात्रै रहेछ टेन्डर पास कस्तो दामी पानी फ्याँकिरहेको छ डाँडामा खै त अरू आएन त तिनीहरू त हिँड्न सकेन जस्तो त्यही बिस्तारै आएर उहीँ छौ त्यहीँ बसेछ कुदाम कुदाम मलाई लाग्छ नि त सुसामा अलिअलि मस्त मिल्ने हामी पनि गएर आएको झर्ना चाहिँ त्यही छैन नुहाउन मिल्छ नहेरै आएको नुहाउनु हतार भयो बाइक चाहिँ त्यहाँ ग्राउन्डमा लिएर आउनु पर्ने जस्तो है त्यहाँ कस्तो राम्रो ग्राउन्ड छ क्या त्यहाँको क्याम्प हाल्नु मिल्ने ग्राउन्ड क्याम्प लगायो भने मजा आउँछ क्याम्प हाल्नु मिल्ने ग्राउन्ड हामी अब अलमोस्ट पुग्न लाग्यौँ यो डाँडा पछाडि हो एउटा डाँडा कट्नु बाँकी छ लाली गुराँस रहेछ यहाँ गाइस लाली गुराँस हेर्नु होला लाली लाली गुराँस फुलेको छ अलिअलि तर सबले टिपिसकेछन् तर कस्तो मजा आउने अलिक बाटो हिँड्नलाई त्यो जस्तै सही मजा छ सही मजा यसमा बाइक चलाउनु पाए पो मजा नि गाई झरना चाहिँ यहाँ मुनि छ देख्न सक्नुहुन्छ तर पानी चाहिँ सोचेको जस्तो पानी चाहिँ छैन किनकि अहिले सिजन पनि होइन नि त हामी त्यहाँ जाँदैनौँ होला त्यो बल्ल एउटा भयो बिचबाट झर्थ्यो त तिनवटा झर्थ्यो क्या त्यो तिन नारी झरामा चाहिँ सिक्या पऱ्यो भने यहाँबाट त बाटै छैन त गाइस ल लाली गुराँस फुलेको छ टन्नै देख्न सक्नुहुन्छ हामी सबै यो बाटो हिँडेर पछाडिको डाँडा पछाडि राखेर आएको छौँ बाइक चाहिँ त्यहाँ कस्तो राम्रो ग्राउन्ड पनि रहेछ क्याम्पहरू गर्नलाई पिकनिक सिकनिक गर्नलाई रमाइलो हुने ठाउँ रहेछ मस्तको हावा चलिरहेछ हामी तल नजाने भयौँ यो त आँखाले त्यो क्याप्चरै गर्न खोजिरहेको छैन कति पछि
रहेछ यार एक माथि गएर आउनु पर्यो यहाँबाट राम्रो भ्यू देख्छ जस्तो छ जति माथि गयो त्यति माथि आउने रहेछ यार त के हो ल माथिबाट हिँड्दै आऊ म भिडियो बनाइदिन्छु आस्था यार पछाडि देख्न सक्नुहुन्छ 3 धारे झरना पानी चाहिँ छैन रहेछ थन त छ तर त्यस्तो धेरै छैन एकछिन ल थाके आज जिम गएको जस्तो भइहाल्यो पानी छिटायो है हो पानी छिटायो यहाँ कस्तो यहाँ ठुलो पर्यो We are in the top of the hill, Tindhare. दुई घन्टा होला This is the top of the hill. We are top of Tindhare. कस्तो ठाडो यार यहाँ त यहाँबाट मान्छे खस्यो अँ भने This is the real adventure! Woohoo! ओ आकाश करायो गुडुङ 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 पानी पर्यो भने त बिजोक हुन्छ अरे यो बाटो ब्रो टोयलेट छ पब्लिक टोयलेटको सुविधा रहेछ हजुरहरूलाई इमर्जेन्सी पर्यो भने युज गर्न सक्नुहुन्छ मेरा तो मैं कट उसको मेरा गाइस पानी पर्यो पानी 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 बस थाक्यो यार कहाँ यहाँ बिहान उठेदेखि ए बिहान उठेदेखि भने ल ठिक छ साइड परेछ तिमी खतरा एक्सर्साइज भयो यार आज ल सियो गाइज म अब उता बाइकहरू पार्क गरेको ठाउँमा गएर आई विल कम ब्याक टु यु चहल पहल छ चहल पहल
हेलो तिमी पनि आएको हो तिमी पनि आएको राइट कम कस्तो फोहोरी रहेछ यार तर ठिक छ यो ठाउँमा यतिको हुनु भनेको ठिक छ गर्मी भयो गर्मी दाइ खाने पानी हो खान मिल्छ ए पानी खाइदिउँ न ब्रो औ कति चिसो पानी यार हो कहिले उता खै हेरौँ वाउ मजा यार ए तपाईँ यहीँको हो दाइ ठिक छ कस्तो खतरा बाटो छ हेर्नु मन लाग्यो कि त्यो चाहिँ हेर्नु मन लाग्यो कुन चाहिँको भनेको तिमीले मलाई ठुकेको होला कि ए त्यो उता एक्सिडेन्ट भएको होइन छैन नि ठ्याक्कै त्यतिखेर चाहिँ क्यामेरा अफ थियो क्या मेरो मैले त्यहाँ पछाडिको चाहिँ भन्थेन रहेछ अन्त सबजना पुगिसक्यो ल सेलु ग्याङ आयो यहाँ सब सकाइसक्यो क्या मिठो मिठो कस्तो मिठो यार ऐसे खाना मै गाइस अथा लास्ट मिठो यार रसिलो अथा मिठो छ यो सेलु ल लाग्यो अब सेलु पनि खाइयो स्विमिङ गर्ने यत्रो ठुलो इच्छा थियो स्विमिङ गर्नै पाइएन गाइज पानी फोर पनि रहेछ अहिले अफ सिजन भएको कारणले गर्दाखेरि चाहिँ पानी पनि छैन त्यस्तो खेल्न मन लाग्ने जस्तो पानी पनि रहेन रहेछ त्यही भएर हामी माथिबाटै हेरेर फर्क्यौँ ऐसेलुले त मुखै लोभ्यायो यार मैं कस्तो मिठो यार जुस्सी क्या बाई बाई तिनधारे हेरौँ मिल्यो टाइम मिल्यो भने फेरि आउन पाइन्छ कि सिजनमा म आउनु त एकचोटि पहिला पनि आएको थिएँ लगभग 4-5 वर्ष अगाडि एनएस बाइकमा आएको थियो त्यो बेला चाहिँ अहिले चाहिँ अस्ति भर्खर 1 हप्ता अगाडि बाइक निकालेको थिएँ अनि नयाँ बाइकमा भर्खर 300 समथिङ किलोमिटर रन भएको छ त्यही पनि अफ रोड ड्याङ डुङ्गाइदिएको केटाहरूले त्यो बनिपास रोडमा इन्भाइट गरेको थियो त्यही भएर जोइन भएको तर राइड चाहिँ धेरै रमाइलो भयो सोचेको भन्दा रमाइलो भयो आस्था के यार कस्तो सुत्न मिल्ने ठाउँ रहेछ नि त एक सुत्दिमा
कस्तो आनन्द आउने यार सुत्न नै। मलाई सानो बेलाको यार सानो बेलामा गाउँमा त्यो हुन्छ नि बाख्रा चराउन लिएर जाने अनि टक्क यस्तो ग्राउन्ड हुन्छ मस्त सुत्ने बाख्रा चर्छ अनि फेरि ब्याक टु सेम प्लेस हुन्छ क्या। वी आर ब्याक इन आवर पार्किङ प्लट। ल केटाहरू कस्तो मोज यार सही हो। अब चिप्लोमा बस्छ पछा एकचोटि चाहिँ एउटा ढुङ्गा ठोकेर यो ऱ्यापमाथि उडेर यता पुग्यो लिक्सिन भइदियो। बाइकको हालत घुमाऊ आऊ न घुमाऊ न। भयो पुग्यो। छिप्दो गाइज हामी चाहिँ फर्किसक्यौँ। बाटोमा हल्का पानी परेको रहेछ। माथि क्यामेरा अन गर्न पाएन कि पुरै धुलो केटाहरूले अगाडिबाट धुलो उडाएर भागिहाले। डेन्जर धुलो उडाएको थियो तर यहाँ चाहिँ धन्न पानी परेछ अनि धुलो चाहिँ उडेको छैन। ओह्रालोमा यार यस्तो ओह्रालो छ पुरै भर्टिकल छ होइन अनि हात त यस्तो दुख्ने त्यो ज्यानको प्रेसरले हात ह्यान्डलमा पर्दो रहेछ क्या। लास्ट दुख्ने रहेछ यार हात त। ग्लोभ्स त्यही पनि उकालिदिएको थिएँ अहिले तल पुगेर ग्लोभ्स लाउनु पर्ला। तल पुग्यो म बल्ल आनन्द भयो यार। फाइनली मलाई त मेरो बाइकको उज्यालो जस्तो लागिरहेछ यार। ब्रेक प्याड यस्तो ओह्रालोमा यार रन्काएको छ मेरो ब्रेक आप खाँदा छ यहाँ चिप्पिन दिएको छैन। हामी चाहिँ दाप्चामा पुगिसक्यौँ। माथि चढ्न पुगेर फर्के पनि दाप्चा
खुट्टै दुख्यो यार प्रेस गर्दा गर्दा केटाहरूले त बाइक उडायो कि क्या यार कहाँ पुगेको तिनीहरू कोही देखिँदैन त अगाडि पछाडि चाहिँ छ आधी केटाहरू अगाडि छ आधी केटाहरू बिचमा चाहिँ म परेछु अगाडि आइपुग्यो अल्तिर हो क्या अरे